इन्टरभ्यूको रमाइलो मेलैमा ए दादा गाइदिउँ दोरी भेट भएको बेलैमा गयो जवाना। म एउटा कुरा म के भन्न चाहन्छु भने नि, माया लाग्दो भयो भने सबैले हेप्छन्, जब्बरे भयो भने सबैले चेप्छन् क्या। आज पनि यो समाजले हामी मध्येको कसैले उपलब्धि हासिल गर्यो भने त्यसलाई अपवाद मान्छ क्या। म बधाई दिन चाहन्छु, मेरो तर्फबाट उसलाई जति सकारात्मक ऊर्जा सर्न सक्छ सरोस्। मलाई पनि कल्पनै नगरेको गिफ्ट प्राप्त भयो भनौँ न, एउटा ईश्वर तत्त्वबाट भनौँ। दादाको चाहिँ पब्लिक स्पिकरदेखिको फलोवर हो म। दोहोरी यस्तो गजब गायो उसले इन्द्रेणीमा, होइन। जहिले पनि के हुन्छ भने नि तपाईँको प्रोसेस मभन्दा सधैँ अगाडि छ हेर्नुहोस्। किनभने तपाईँको आइफोनको पहिला रिलिज भएको सिरिज खतरा हुन्छ कि पछि रिलिज भएको खतरा हुन्छ? जहिले पनि जुनियर खतरा हुन्छ। जुनियर भनेको अपडेटेड हुन्छ जहिले पनि। इन्द्रेणीको आँगनमा छौँ। इन्द्रेणी यस्तो ठाउँ हो जहाँ आयो भने गीत गाउँ गाउँ हुन्छ र हामीले दर्शकले हेरिसक्नु भएको छ। रमेश परसाई धेरै मिठो दोहोरी पनि गाउनुहुन्छ, धेरैले थाहा छ। र प्रोसेस पाण्डे पनि राम्रो दोहोरी गाउनुहुन्छ। त्यो अहिले पछिल्लो समय दर्शकलाई थाहा भइसकेको छ र फेरि पनि हामी उहाँलाई बधाई दिन्छौँ। द भोइस अफ नेपाल सिजन 6 को विनर भइसक्नु भएको छ। आज रमेशजी हुनुहुन्छ। रमेशजीबाट उहाँ विजेता भइसकेपछि हामी एकचोटि उहाँलाई बधाई शब्दहरू लिनुपर्छ। प्रोसेसलाई कसरी निहाल्नु भएको थियो, भोइस कतिको हेर्न पाउनु भएको थियो, प्लस उहाँको भोइसलाई पनि कसरी निहाल्नु भएको छ रमेश सरले, कसरी के अरे बधाई दिनुहुन्छ? होइन, म एकदमै धेरै खुसी छु गोपी। म यो शब्दमा वर्णन गर्न सक्दिनँ। अघि मैले इन्द्रेणी कार्यक्रममा पनि प्रोसेससँग भने, किनभने आज पनि यो समाजले हामी मध्येको कसैले उपलब्धि हासिल गर्यो भने त्यसलाई अपवाद मान्छ क्या, एक्सेप्सन मान्छ। र हामी जस्ता धेरै साथीहरूले चाहिँ अझै पनि धेरै कुरामा धेरै ढोकाहरू उनीहरूका लागि बन्द छन्। तर प्रोसेस जस्ता साथीहरूले, सृष्टि केसी जस्ता, कमल लामिछाने जस्ता साथीहरूले अनवरत रूपमा यस्ता खालका उपलब्धिहरू प्राप्त गर्दै जाँदा चाहिँ समाजलाई ती ढोकाहरू खोल्न कर लाग्छ। र हामी पनि समाजको मूल प्रवाहमा तपाईँ जस्तै भएर म पनि यो समाजमा समाहित हुने ढोका चाहिँ यस्तै यस्तै उपलब्धिहरूले खुल्छ, जस्तो उपलब्धि प्रोसेसले हासिल गरेको छ। अहिले पनि केही साथीहरूले भन्नुहुन्छ एउटा दृष्टिविहीन गायकले, एउटा फरक क्षमता भएको मान्छेले जित्यो भोइस भनेर। त्यो पनि बारम्बार भनिरहनु पर्दैन। किन भनिरहने? कुनै कपाल झरेको मान्छेले भोइस जितेको भए के भन्थ्यौँ त हामी? ताक्लुले भोइस जित्यो भन्थ्यौँ र घरिघरि? त्यो भनिरहनु पर्दैन। त्यो प्रोसेसभित्रको उसको विशेषताले गर्दा र समाजले यो ढोका खोलिदिएको कारणले गर्दा आज प्रोसेस आयो। त्यसरी नै कुनै बेला म आएको थिएँ। म प्रोसेसलाई हृदयदेखि नै म बधाई दिन चाहन्छु। मेरो तर्फबाट उसलाई जति सकारात्मक ऊर्जा सर्न सक्छ सरोस्। उदाहरण त ऊ भइ नै सकेको छ, इन्सपिरेसन त भइ नै सकेको छ समाजका लागि। म उसलाई दुईवटा मात्रै कुरा म के भन्न चाहन्छु भने, उसलाई आफूभित्रको यो शक्ति रियलाइज होस् कि ऊ यो देशभरिका 190 जना सो कल्ड एबलहरू जो अडिसनमा छानिएका थिए संसारभरिबाट, तिनीहरूभन्दा अगाडि आएर भोइसको विजेता भएको हो। त्यस कारण डिसेबल त ऊ हुनै सक्दैन। उसलाई यो कुरा रियलाइज होस्, एउटा कुरा। र अर्को कुरा चाहिँ म उसलाई एउटा दाइको नाताले एउटा गुड विस चाहिँ के दिन्छु भने, ऊमा अहङ्कार भन्ने कहिले नआओस्, एटिट्युड कहिले नआओस्, घमण्ड कहिले नआओस्। यो सबै 4 दिनको चाँदनी हो। यो केही होइन। नो बडी इज पर्मानेन्ट, नथिङ इज पर्मानेन्ट। यति रियलाइजेसन उसलाई भयो भने उसको भविष्य धेरै राम्रो देख्छु मैले। ओके रमेशजीले सेलिब्रिटी हुँदाखेरि के हुन्छ होइन, त्यो एक किसिमको मिडियाले घेर्दाखेरि के हुन्छ, सबै कुरा भोगिसक्नु भएको छ। आज प्रोसेस पाण्डेको दिन आएको छ। दाइबाट धेरै सिक्नुपर्छ तपाईँले होइन। उहाँले भनिसक्नुभयो अहिले के गर्ने के नगर्ने सिक्नु बाँकी छ। र प्रोसेस तर रमेशजीले अहिलेको कुरामा पुरा आइसकेको छैन। गायन कलाको लागि लिएर छ, कतिको फलो गर्न पाउनु भएको थिएन भोइसलाई? हरेक एपिसोड हेर्थेँ ऊ हुँदाखेरि। र कहिले चाहिँ यो कस्तो भने नि, मलाई पनि कल्पनै नगरेको गिफ्ट प्राप्त भयो भनौँ न, एउटा ईश्वर तत्त्वबाट भनौँ, अथवा सङ्गीतको भाषामा भन्दा ईश्वर रूपी दर्शकहरूबाट एउटा कल्पनै नगरेको उपहार प्राप्त भयो जो उहाँहरूले प्रोसेसलाई जिताइदिनु भयो। म विश्वभरिबाट प्रोसेसको पक्षमा भोइसमा भोट गर्ने सबैलाई हात जोडेर शिर झुकाएर नमन गर्न चाहन्छु। ब्लाइन्डमै 4वटा चियर घुमाएर उहाँले जादु देखाउनु भएको हो होइन, त्यो दिनबाट फिनालेसम्म आज विनर भइसक्नु भएको छ। प्रोसेस अब आजको कुराकानी गरौँ त। तपाईँ त आज रमेश परसाईसँगै बसेर गीत गाउनुभयो क्यारे इन्द्रेणीमा होइन? यो पनि एउटा अवसर हो नि तपाईँको लागि। कसरी लिनुहुन्छ आजको दिनलाई?
यो क्षण निकै सम्झनु लागेको क्षण रहनेछ मेरो लागि। मैले दादाको चाहिँ पब्लिक स्पिकरदेखिको फलोवर हो म। अनि दादासँग एकचोटि भेट्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ मलाई। किनभने हामी अब वर्गीय नाता छ होइन, वर्गीय नाता छ। आफ्नै वर्गको नाम राख्ने मान्छे जो एकचोटि भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। आज भेट्न पाइयो, खुसी लाग्यो। योभन्दा अगाडि भेट भएको थिएन। फोनमा कुरा हुन्थ्यो कहिलेकाहीँ, फोनमा चाहिँ कुरा हुन्थ्यो तर भेट चाहिँ भएको थिएन। एकदम राम्रो छ भाइ, किप गोइङ किप इट अप भन्थेँ म उसलाई। फोनमा मात्र कुरा हुन्थ्यो। भनेपछि आज भेट्ने मौका पनि सँगै गीत गाउने मौका पनि एकदम राम्रो गायो उसले। पछि त्यो दोहोरी म सम्पूर्ण दर्शकहरूलाई हेर्न अनुरोध गर्छु। दोहोरी यस्तो गजब गायो उसले इन्द्रेणीमा, त्यो एकदमै धुरन्धर गायकहरूले गाउने तहको दोहोरी उसले गायो। भनेपछि शब्द चयन, शब्द पुर्याउनेमा को अगाडि छ त? प्रोसेस अगाडि छ। प्रोसेस हो त? प्रोसेस अगाडि। दादा अगाडि होइसिन्छ नि होइन, जहिले पनि के हुन्छ भने नि तपाईँको प्रोसेस मभन्दा सधैँ अगाडि छ। हेर्नुहोस्, किनभने तपाईँको आइफोनको पहिला रिलिज भएको सिरिज खतरा हुन्छ कि पछि रिलिज भएको खतरा हुन्छ? जहिले पनि जुनियर खतरा हुन्छ। जुनियर भनेको अपडेटेड हुन्छ, जहिले पनि जुनियर भनेको जहिले पनि टेक्नोलोजी फ्रेन्डली हुन्छ, जहिले पनि नयाँ जेनेरेसन पुरानोभन्दा अगाडि हुन्छ। त्यो भएकोले प्रोसेसमा भन्दा अगाडि छ। उहाँ अब रमेशजीलाई त कुरा गरेर त यस्तो मिठो दिनुहुन्छ कि कन्भिन्स भएन भने मान्छे कन्भिन्स बनाउनुहुन्छ कि उहाँले। पोलिटिक्स नै त्यही हो, आइदर बी कन्भिन्स्ड अर कन्भिन्स। घन्टी कुरा एक्सप्लेन गर्छौँ के अरे रमेशजी, हामी पार्टीमा आउनु छ, तपाईँको नेता, तपाईँ नेता भइसकेपछिका कुरा आउनु छ, तर अहिले इन्द्रेणी विशेषमा छौँ हामी होइन। अब इन्द्रेणीमा रमेशजीलाई त पहिला पनि देखा हो, फेरि धेरै पछि देखियो। प्रोसेसलाई पनि अब देखिन्छ कि रेगुलर अथवा बेला बेलामा हो प्रोसेस यहाँ चाहिँ के आज मात्र? बेला बेलामा देख्न सक्ने सम्भावना छ होला, किनकि तपाईँ राम्रो दोहोरी गाउनुहुन्छ। हजुर हजुर। ओके, होइन उसले भ्याउँदैन, उसलाई भ्याइ नभ्याइ हुँदैछ। अब ऊ त अब उहाँ भोइसको त युरोप टुर, वर्ल्ड टुर पनि के हुन्छ होइन। अब ऊ त चाँडै एउटा टुरमा पनि जाँदैछ युकेको। त्यस कारणले अब उसले कति भ्याउँछ, हामी चाहिँ अब हरसम्भव उसलाई इन्द्रेणीमा बेला बेलामा ल्याइरहने कोसिस त गर्छौँ, तर अब उसको समय कतिको। तपाईँको चाहिँ कमब्याक हो इन्द्रेणीमा कि के हो यसलाई नि अलिकति? तपाईँ अब रेगुलर देखिनुहुन्छ कि कसो हो खासमा? म अहिले त रेगुलर देखिँदैछु, मेरो मुडमा भर पर्छ कमलजी। यो जस्तो कतिपयले इन्द्रेणीमा कमब्याक भएकै हुनु रमेश परसाई भनेर कमेन्टतिर प्रतिक्रिया दिइरहेका छन्। तपाईँको कमब्याकलाई एकदमै स्वागत पनि गरिरहेको छ। अघि अस्पतालसँगको दोहोरीले पनि देखिन्छ कि अब रमेश परसाईको निरन्तरता विशेष हुँदैछ इन्द्रेणीमा भनेर। भने यस्तो रहेछ, कस्तो रहेछ भने राजनीतिमा होल टाइमर हुने मान्छे चाहिँ भ्रष्ट हुने सम्भावना बढी हुँदो रहेछ। किन हुँदो रहेछ भने ऊ होल टाइमर हुँदो रहेछ राजनीतिमा, अनि उसको आर्थिक स्वास्थ्य बिग्रिँदो रहेछ। त्यही कारण मेरो पनि आर्थिक स्वास्थ्यलाई अलिकति सुधारको आवश्यकता परेको हो। र त्यस क्रममा चाहिँ अब किनभने मेरो दोहोरी दर्शकहरूले रुचाउनु पनि भएको र कृष्ण कणेल दाईको म प्रति एउटा अगाध स्नेह पनि भएको कारणले अहिले अलि समयदेखि म नियमित नै आउँदैछु। भनेपछि के भ्रष्टाचार गर्नु पर्यो आर्थिक स्थिति राम्रो बनाउनलाई? तपाईँ त जान्नुहुन्न कि तपाईँ त जान्नुहुन्न होइन? म त मेरो त स्पष्ट के छ भने गोपी, म मेरो ईश्वरसँग प्रार्थना गर्छु, मैले गरेको पनि छु कतिपय यज्ञहरूमा, जुन दिन मेरो इमान अलिकति मात्रै डगमगाउँछ त्यही दिन मेरो आयु समाप्त होस्। म त त्यो कामना गर्छु। त्यस कारण इमान डगमगाउने कुरा भएन भन्दाखेरि विकल्पहरू त खोज्नु पर्यो। तपाईँको अप्सन के छ भनेर त हेर्नु पर्यो। तपाईँको आर्थिक स्वास्थ्य त बिग्रिनु भएन। त्यस कारण म अहिले इन्द्रेणीमा नियमित नै आउँदैछु। यसलाई कमब्याक भन्नु मिल्छ। ओके, प्रोसेस अब उहाँलाई त मैले भने रमेशजीलाई त तपाईँलाई कसरी हेर्नु भएको छ गायकी, तपाईँले उहाँलाई त अहिले भनिहाल्नुभयो कहिलेदेखि फलो गरेको, राजनीतिक कुराकानी उहाँको पार्टीगत कुराकानी कतिको फलो गर्न पाउनु भएको छ उहाँलाई? मलाई त्यो राजनीतिक विषयमा चाहिँ खासै अब त्यति थाहा छैन, म सानै मान्छे होइन। अनि ऊ सङ्गीतको विद्यार्थी हो, अझै म्याच्योर्ड हुन समय छ। जस उहाँ नेता भएको त थाहा छ नि तपाईँलाई त्यति त? नेता भएको त थाहा छ। ओके, उहाँको बेला बेलामा स्पिचहरू सुन्नुहुन्थ्यो होला नि त? सुनिन्थ्यो। ओके, तपाईँलाई त नेता पनि के अरे चाहना छैन नि दाइ भएको देखेर? मलाई त छैन। नेता गायकै हुनुपर्छ। हजुर, म गायकै हुनुपर्छ। दादा नेता, भाइ गायक। ओके, अब यहाँ यसो भनिरहँदाखेरि सन्दर्भ त भने त उभिएर बोलिरहेका छौँ, एउटा गीत चाहिँ प्रोसेसबाट सुन्न पाइयो भने भन्ने कुरा छ यहाँ। अब तपाईँले इन्द्रेणीमा भएको कारणले दोहोरी त्यसमा पनि सिचुएसनलाई समातेर बनाइदिनु अझ मजा आउँछ हामीलाई त। इन्टरभ्यूको रमाइलो मेलैमा
हो इन्टरभ्यूको रमाइलो मेलैमा ए दादा गाइदिउँ दोरी भेट भएको बेलैमा गयो जोवन कि म तिम्रै हो भन कि मायाले भवन कि म तिम्रै हो भन कि मायाले भवन सुर्ती मार्दा मार्दै गयो जवान सुर्ती मार्दा मार्दै गयो जवान तपाईँको रिप्लाई जाने होइन सोच्नु भएन होला एनिवे यो चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यो अमूल्य समय दिनुभयो इन्द्रेणीमा पनि हेर्नु होला रमेशजीले प्रशस्तजीले कस्तो गाउनु भएको छ भन्ने कुराका लागि र तपाईँको यो विशेष गरी प्रशस्तजीको लागि चाहिँ उज्जवल भविष्यको कामना गर्छौँ युके टुर गर्दै हुनु सायद युरोपसँगै धेरै देशमा टुर हुँदैछ रमेश दाइलाई धेरै राम्रो ल ल रमेशजीलाई अहिले हामी बिदा दियौँ ए त्यो त मलाई समय पर्थ्यो अहिले बिग्रेछ नि त कुरो किनकि रमेश प्रसाईजीको राम्रो क्यारिकेचर चाहिँ उहाँले गर्न सक्नुहुन्थ्यो सँगै राख्ने भनेको भित्र इन्द्रेणी सुरु भयो कि फेरि समस्या हो अब उहाँ गए पनि उहाँले चाहिँ यो भिडियो हेर्नुहुन्छ प्रसाईजी तपाईँले रमेश प्रसाईको क्यारिकेचर गरेर केही भनिदिनु पर्ने भयो किनकि तपाईँले राम्रो गर्न सक्नुहुन्छ मलाई थाहा छ म एउटा कुरा म के भन्न चाहन्छु भने नि माया लाग्दो भयो भने सबैले हेप्छन् जब्बरे भयो भने सबैले चेप्छन् क्या थ्याङ्क यू सो मच यो 2-4 सेकेन्डले अलि भयो जस्ट यो क्लिप उहाँले हेर्नुहुन्छ ओके प्रोसेस अब तपाईँ भोइस अफ नेपाल सिजन 6 को विनर भइसके पछाडि धेरैको आँखामा बन्नुभएको छ होइन अब तपाईँले केही गर्छ तपाईँ राम्रो गाउँछ गीतको अफरहरू के कस्तो छ हुन त 2-4 दिन भयो धेरै भएको छैन होइन आएको गीत गाइदिनुहोस् भन्नको लागि कति मान्छेले फोन गरिरहेका छन् भेटिरहेका छन् मिडियाबाट कति फोन आइरहेछ 5-10 ठाउँ कुरा चाहिँ भइरहेछ गीतको लागि जस नयाँ गीतका लागि कुराकानी भइरहेको छ र खेम सेन्चुरीले तपाईँ विनर भएर बाहिर निस्केपछि भन्नुभएको थियो कि मेरो सिर्जनामा कसैले गाउनेछन् भनेर त्यो गीत कहिले आउँछ होला भन्ने चाहिँ दर्शकलाई धेरै चासो छ अब आउला छिटै आउँछ अब तपाईँको पहिलो गीत त्यही आउन सक्छ खेम सेन्चुरीसँग हजुर अब सायद अब त्यही आउन सक्छ जस्तो यो जित पश्चात आज इन्द्रेणीमा आउँदै गर्दा अस्मितासँगको एउटा दोहोरी पनि विशेष भएको थियो होइन अस्मितैसँग दोहोरी गाउनुभयो दोहोरीमा त एउटा राम्रो छाप छोडेको अस्मिता तपाईँको त्यो हुन्छ नि दोहोरी अलिकति थोरै व्याख्यासहित भनिदिनुहोस् न कृष्ण कडेल त्यो सँगको सम्बन्ध तपाईँको 1-1.5 वर्ष अगाडि नै थियो किनकि इन्द्रेणीमा आएर 1.5 वर्ष अगाडि नै गीत गाउनु भएको त्यो थोरै व्याख्यासहित भनिदिनुहोस् न कस्तो भयो कस्तो थियो इन्द्रेणी आज ठ्याक्कै विजेता भएर आइसक्दाखेरिको कस्तो अनुभूति भयो उहाँसँगको सम्बन्ध मेरो अब एकदम नजिकको सम्बन्ध होइन मलाई एकदमै माया गर्ने मान्छे हो र म के भन्न चाहन्छु भने उहाँको बारेमा उहाँ चाहिँ कलियुगको चाहिँ कृष्ण भगवान् हो कृष्ण कणेल दादा चाहिँ कलियुगको कृष्ण भगवान् हो उहाँ मलाई अत्यन्त माया गर्ने मान्छे मलाई भनिसिन्थ्यो बाबु तिमी सेकेन्ड रमेश प्रसाई हुनुपर्छ तिमी सेकेन्ड रमेश प्रसाई हो भनेर भनिसिन्थ्यो मलाई एक दिन तिमी ठुलो मान्छे बन्छौ भनेर भनिसिन्थ्यो त्यसैको दौरानमा त्यही उहाँले भने जस्तै बन्ने दौरानमा म यात्रा गर्दैछु अस्मितासँगको दोहोरी कस्तो हो अस्मिता दिदीसँगको दोहोरी अब धेरै फलो गरिरहेको मान्छे हो होइन लाइभ दोहोरीहरू निकै सुनेको दोहोरी च्याम्पियनदेखि फलो गरेको एकदम खुसी लाग्यो आज अब गाउने मन थियो सँगसँगै गाउने मन थियो खुसी लाग्यो गाउन पाइयो यो अवसर दिनुभएकोमा कृष्ण कणेल दादा लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब एउटा आज गाएको दोहोरी मध्येको तपाईँलाई एकदमै मन छोएको टुक्का गाइदिनुहोस् त्यहाँ त्यो भाकामा जुन गाएको साइनो केलाउँ के खेलौँ जुहारी हो साइनो केलाउँ के खेलौँ जुहारी भाइ हुँ म त खोजिदेऊ न बुहारी गयो जोबाना कि म तिम्रै हो भन कि मायाले भोभन कि म तिम्रै हो भन कि मायाले भोभन सुर्ती मार्दै मार्दै गयो जवाना सुर्ती मार्दै मार्दै गयो जवाना थ्याङ्क यू र अन्तिममा भोइस अफ नेपाल जित्नलाई कति गाह्रो रहेछ के भनौँ अब कठिनै हुन्छ नि यात्रा त एकदम गाह्रै छ हजुर गाह्रै छ तपाईँले जस्तो मलाई सोध्न मन लागेको चाहिँ भोइस अफ नेपाल जित्नुभन्दा अगाडि भोट माग्न तपाईँहरू गाउँमा जानुभयो होइन
वडा गाउँपालिका सबैतिरबाट तपाईँले माया पनि पाउनुभयो त्यहाँबाट तपाईँले कार्यक्रम सकिँदै गर्दाखेरि बाहिर पनि तपाईँले अन्तर्वार्ताको क्रममा भन्नुभएको थियो कि मैले धादिङलाई त भुल्नै हुन्न धादिङ मेरो चाहिँ भोइस अफ नेपालको एउटा टर्निङ ठाउँ हो त्यहाँबाट मैले जितेँ भन्नुभएको थियो तपाईँ जानुभयो कि नै जान पाएको छैन मेरो इक्जाम छ 12 को बोर्ड इक्जाम त्यसले गर्दा पनि जानै पाएको छैन अब इक्जाम सकिएपछि परीक्षा चाहिँ कतिको समस्यामा पऱ्यो जस्तो यति ठुलो यो किनकि 12 को परीक्षा नै सबभन्दा ठुलो हो तपाईँको लागि अर्को लडाइँ त्यही बेला थियो कि त्यो कति गाह्रो भयो हो जितेको 2 दिन पछाडि भएको गाह्रै भयो दादा त्यो एकदम प्रेसर पऱ्यो होइन सुरुको इक्जाम त इङ्ग्लिसको थियो इङ्ग्लिसको त अब राम्रो भइहाल्छ अब ग्रामरहरू त्यही हो प्यासेजहरू फ्री राइटिङहरू अलिअलि हुने हो इङ्ग्लिसको राम्रो भइहाल्छ अब अरू चाहिँ के हुन्छ भनेको भनेपछि अहिले पनि इक्जाम दिइरहनु भएको छ हामी बिचमा छौँ होइन त हजुर बिचमै इक्जाम चाहिँ जस्तो तपाईँ जहाँ हलमा जानु भएको छ अहिले त तपाईँलाई सबैले चिन्नुहुन्छ होला ओहो तपाईँ प्रोसेस होइन अस्ति मात्र भोइस अफ नेपाल जित्ने भनेर चाहिँ कति किलो भन्नुहुन्छ भनिस्यो टिचरहरूले भनिस्यो होइन एकदम ओहो तपाईँ त भोइस अफ नेपालको विनर होइन भनेर भन्छ हजुर हो सर हो म्याम भन्ने पाउँदा चाहिँ टिचरहरूले त्यसरी चिनिदिँदा अनि साथीहरू अब अरू स्कुलको साथीहरू होइन अरू कलेजको साथीहरू ब्रो कङ्ग्रेचुलेसन्स द भोइस अफ नेपालको विनर हो हेर 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 त्यता हेर भन्दै गर्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ भनेको जो साथीहरूको पनि एक खालको माया चाहिँ तपाईँले त्यहाँ पाउनुभयो है हजुर हजुर कतिपय चाहिँ बाटोमा हुन्छ नि त खाने खुसी गरेको नि सुनिने क्या खाने खुसी पनि अलिकति सुन्ने नै पाराको खाने खुसी हुने क्या उहाँहरूको त्यो त भोइस अफ नेपालको विनर हेर्न त्यहाँ हेर्न त्यहाँ हेर उयो क्या उयो भनेर सुन्ने कस्तो अनि त्यतिखेर चाहिँ ओहो ठुलै लडाइँ जितेछ भन्ने भयो हजुर ठुलै लडाइँ जितेँ कि क्या हो त्यस्तो साह्रो त म होइन किन मेरो प्रशंसा गरिरहेको होला म त्यति प्रशंसा गर्ने लेभलमा त पुगेको छैन तर किन यति धेरै मेरो चर्चा परिचर्चा भइरहेछ भन्ने कुरो मै आफैलाई अचम्म लागिरहेको छ तपाईँ काठमाडौँमा जहाँ बस्नुहुन्छ त्यहाँबाट तपाईँलाई भव्य स्वागत गरियो तपाईँ र खेम सेन्चुरी अनि सँगै हिमालयन टेलिभिजनका एमडी उहाँहरू सम्पूर्णलाई धर्मराज भुषाल लगायतलाई चाहिँ फुल माला दुबोले बेहुला बनाएर लगेको त्यो भिडियोहरू अहिले भाइरल भइरहेको छ सामाजिक सञ्जालमा त्यो तपाईँको त्यो टोलकै त्यो प्लान थियो खोइ सायद अब त्यो के थियो मैलाई थाहा थिएन त्यो त एउटा प्रोग्राम छ भनेर भनिसक्यो थियो ल होला नि त होला केही न केही त होला नि भन्ने लागेको थियो मलाई त थाहै थिएन यस्तो थाहै थिएन तर तपाईँले नसोचेको भयो होइन नसोचेको भयो म त प्रोग्राम छ अरे एक ठाउँमा जानुपर्छ है भनेर भनिसकेको थियो अनि के प्रोग्राम हो र भन्दाखेरि सानो एउटा ग्यादरिङ हो भनेर भनिसकेको थियो अनि तिम्रो को साथीहरूलाई फोन गर्ने हो उहाँहरूलाई पनि फोन गर भोइसको टिमैलाई फोन गर जतिजना आइसिन्छ सबैलाई फोन गर भनेर भनिसकेको थियो अनि मैले सबैलाई फोन गरेको थिएँ अब आउनु भ्याइसेन सबैजना को कता भएको बेला पऱ्यो अनि म त सानो ग्यादरिङ यसो भेटघाट मात्र होला भन्ने ठानेको त माइक साइक स्पिकर पुरा व्यवस्था पुरै पछि त दुबोको माला लाउँदा त म त अचम्म परेँ क्या दादा म पनि आफै अचम्म परेँ म के हो यो भन्ने बेला त मलाई सानो प्रोग्राम भनिसकेको थियो भने खालको एउटा गीत सुनाउन अब हजुर यो चाहिँ मेरो अगाडि नै रेकर्ड भएको गीत हो क्षितिज सापकोटा दादाको रचना दीपक विश्वकर्मा दादाको सङ्गीतमा चाहिँ मेरो र रेखा पोखरेल दिदीको आवाजमा रहेको उसकै झल्को बारम्बार आउँछ मध्यरातमा मैले धाउन सकिन नि मायालुको यादमा सिम सिम पानी बनभरि तिम्रो माया मनभरि तिम्रो माया मनभरि थ्याङ्क यू ओके अब कमेडी पनि अलिअलि सुनाउँ न तपाईँले अन्य दिन गरेको अलिक फरक खालको सुनाउन किनकि तपाईँले त एकदम हँसाउनु पनि हुन्छ मलाई सबभन्दा मन परेको त धुर्मुस्कै हो थ्याङ्क यू दादा सीताराम दादाकै गरौँ त त्यहाँबाट सुरु एकादा मात्रै भेटौँ न जग्गा छ क्यामेरा लिएर छ
थ्याङ्क यू। यो चाहिँ सिक्नुपर्छ कि या यसो बोल्दा बोल्दै जानिन्छ? यो खास खोइ मलाई नि थाहा छैन दादा यो कस्तो हो के हो, तर दुईचोटि सुनेपछि मैले टिप्न सक्ने रहेछु भन्ने कुरा चाहिँ थाहा भयो। जस दुईचोटिसम्ममा सकिँदो रहेछ। हजुर यो अब जाँदा जाँदै अन्तिममा अघि त्यो गोपीले जाँदा जाँदै भनेको यो जाँदा जाँदा लाग्यो भयो होइन। आम दर्शकलाई सम्भवतः पहिलो गीत तपाईँको खेम सेन्चुरीसँगै आओस् भन्ने तपाईँको पनि चाहना छ नि होइन? हजुर। यो चाहिँ प्लानिङ कहिले हुन्छ या तपाईँले तुरुन्तै गर्नुहुन्छ के छ? सायद होला, तयारी भइरहेको होला। सबैले भनिसक्नु भएको छ? हजुर, दादाले आफैले भनिसकेको छ म मेरो भाइलाई म गीत गाउन लाउँछु भनेर दादाले आफैले भनिसकेको छ। दादाको बोली हो, खेर जाँदैन। खेर जाँदैन। धेरै धेरै शुभकामना छ तपाईँको। छिट्टै कतिवटा देश जाँदै हुनुहुन्छ? खै त्यो त थाहा छैन दादा, तर युके टुर भन्ने चाहिँ फिक्स भएको भन्छन् त सुचित छ क्या, अरू चाहिँ थाहा छैन। भनेको युके चाहिँ छिट्टै जाँदै हुनुहुन्छ। अल द बेस्ट, राम्रोसँग जानु होला र देश विदेश घुमेको देख्न पाइयोस्, तपाईँ देशका स्टेजहरूमा देख्न पाइयोस्। भोलिको दिनमा अहिलेसम्म सिजन 5सम्मका विनरभन्दा तपाईँ अगाडि अझ चर्चा भएको देख्न पाइयोस्। थ्याङ्क यू सो मच समयमा। थ्याङ्क यू दादा, थ्याङ्क यू सो मच, थ्याङ्क यू, नमस्कार। भाइलाई पठाइदिनु पऱ्यो नि त। भाइलाई पठाइदिनु पऱ्यो नि त।